एभ्रिवान आज चाहिँ हामी चाहिँ होइन बारी खन्दैछौँ। अन्त चाहिँ आज चाहिँ बारी खन्नु हामी केटी मात्रै छ। म मम्मी दिदी अनि साथीहरू पनि आएको छ आज चाहिँ होइन। म कस्तो देखिरहेको छु यार, यो चाहिँ मेरो सेफ्टीको लागि। गरम पुरा छ, त्यही भएर चाहिँ म चाहिँ अहिले घर गएको। अन्त उयो लिनु के अरे प्रोफाइल ल्याउनु गएको। गाइस यस्तो गरम छ, अब यो गरममा चाहिँ कसरी खन्नु होला। यो चाहिँ हामीले यहाँ त खनिसक्यो हो, अब ठुलो टार छ त्यो चाहिँ आज कम्प्लिट गर्नुपर्ने अरे। गाइस म चाहिँ यहाँ थोडी छोड्दैछु, थोडी यो सब यति टार छ। मेरो पनि ल्याइदियो होला काटा यता। हामी चाहिँ थोडो यसरी छर्छ गाइस। दाइलाई कुरा ल्याइदिने, सातो खाइदिने, यो केटा त के साह्रो बाठेको, के साह्रो बाठे। उताबाट ल्याउने हो। अब यो बिचमा त बाँझै छोरे क्या हो। भ्लगमा पनि देखेको होला तपाईँले कति ताल होइन। कोही मलाई चिया दिनु। यहाँ चाहिँ मेरो आमा छ। आमा हाई भन्नु त, हाई भन्नु न, छिटो न हाई भन्नु न भनेको। हाई दिदी, हाई ओ दिदी, हाई छिटो। मेरो मम्मीले बोल्दैन। बारीको बिचमा चाहिँ गोरुले राम्रो दुध सब बाजो गाई, सब बाजो थियो। आमामा के भन्नु, साह्रो पऱ्यो। यहाँ हाम्रो आमा बोल्न सकेछैन, स्टप भइरहेछ उसको शब्दहरू। भन्नुहोस् त यो के हो, तपाईँहरूले कहाँबाट देखाउनु पाएछ? हिरा मोती पाएछ गाइस मैले होइन। ल उयो कसरी, यहाँ उयो कस्तो ब्लड देखेको, यो अन्त के को अन्डा हो यो भनिदिनुहोस् होला तपाईँहरूले। उयो साँच्चै के को अन्डा हो यो? सुमुम पनि यो त माकुराको अन्डा छ। ब्लक त काट यो यसको दाना खदालौँ न, हेरौँ न कति यो चाहिँ कतिवटा दाना छ। यो एउटा यो खोलेर दाना त होइन होइन। एउटा लडिरहेको थियो, कहाँबाट अर्को दाना निकाल्नु बन प्यासो थियो। यो सुमुङको अरे छेपारा भन्छ होइन नेपालीमा। मेरो अस्ति 2 ताल
पेचर बुढी मान्छे बसेपछि बुढ्दानी आइया भर्दै आइया सिस्ने खोला आदेरी दोबा घाम हेर्नु फेरि के नाचे छिटो काममा यो त खसी पायो मान्छेले धुब्री बालेर उयो गर्थ्यो त्यस्तो भएर नि राको बाले यसले त बसिस बाबा रामा बुढा चाहिँ बरु सोममा खेलाउने लडा जिम्बाले बेलुका नि राति अलिक बढाइ दिदी त्यो दिँदा त्यो पुर्दै गर्नु खान्छ गाइस हामी चाहिँ झपक्कै रात परिसक्यो फिनिस पनि भइसक्नु लागिसक्यो होइन अनि सो गाइस होइन आजको दिन चाहिँ यस्तो टफ थियो कि बल्ल नुहाएँ होइन कलर चाहिँ रातो भएर छैन सो गाइस कसम भनेको आज चाहिँ लास्ट थाकेको छ दिमाग सब नुहाएर चिसो पानी नुहाइदिएको म एकदम फ्रिज अब चाहिँ सुत्छु स्टोनमा पनि खाएर सुत्छु कि हातहरू यस्तो फिर्दा यो लगाएको थियो मात्रै ग्लोभ्स लगाएको थियो So bye bye guys, thank you so much for watching this video. Love you, bye bye.